भन्नु त के गर्दै हुनुहुन्छ हजुरले आजको लागि आजको के प्रोग्राम छ यसो भनिदिनु त हाम्रो यो जनताहरूले यसो ए मासु पनि खाइन्छ र के छ आज यो मसलामा स्पेशल के हो यस्तो इन्ग्रिडियन्ट्स भनिदिनुहोस् त यसो लसुन छ खडा मसला छ अदुवा छ जिरा धनिया ए ल अलि मसिनो पिस्दै गर्नु होला म अरूतिर गएर सम्पर्क गर्न पर्यो के गर्दै हुनुहुन्छ दिदी आजको यो कार्यक्रमको लागि हजुरले के योगदान दिँदै हुनुहुन्छ यसो भनिदिनु पर्यो प्याज काटेर योगदान दिँदैछु ए प्याज अलि मसिनो काट्नु पर्यो होइन मुखमा जाने बित्तिकै हराउनु पर्यो छैन हँसिया पनि राम्रो छैन यो हँसिया यस्तो छ ए ल ल चन्दा दिदीलाई म भन्दिनँ है त यस्तो कम्प्लेन गर्नुहोस् भने ल अर्को नानीलाई यस्तो काँक्रो पनि काट्न आएन हेर्नु त गाइज बिजोग छ के 25 वर्ष भइसकेर पनि काँक्रा नकाट्न आउने त कति हुन्छ ए 24 भएर पनि यस्तो काँक्रा पनि काट्न नआउने होइन के विधि हो यो नेपालमा यो के काट्दै हुनुहुन्छ के को लागि काट्दै हुनुहुन्छ यस्तो भनिदिनु त यो हाल्छ कि नै अचारमा के थाहा मलाई थाहा छ यो के हो नानी तपाईलाई अहिलेसम्म थाहा छैन कति बेइज्जत गर्नु भयो हजुर पनि कस्तो हुनु छ म त अहिले बल्ल 16 वर्षको हो के हो र त्यस्तो अब भित्र जानु पर्यो हेरौँ के यो घरबेटी दिदीले त अघिदेखि झाडु लगाएछ अघिदेखि घरबेटी दिदीले झाडु लगाएछ यो कुन झाडु लाउनु भएको दिदी यसो भनिदिनु पर्यो यो झाडु कहाँ किन्नु भएको नि यो झाडु कहाँ किन्नु भएको महिमाजी हजुर त केही नबोली किन जानुभयो किन रिसाउनु भएको हो र के गरेर आउनु भएको भित्रबाट ए हात हेरौँ त यसो खुन त आएन धुँदा अनि म ग्रुपमा पठाइदिन्छु कि अनि हाँसौ एकचोटि लास्ट हाल्छु ल गाइस ल भनिदिनुहोस् त आज के गर्दै हुनुहुन्छ आज के छ हाम्रो प्रोग्राम आज हामी चन्दा दिदीको घरमा पार्टी गर्न आएको के पार्टीको नाममा के हो नि यस्तो दारू सारू हो कि होइन नि सोल्टिना दारू पनि खानुहुन्छ र हजुर खानु पर्छ कि थोरै त आज त चाख्नै पर्छ अनि हजुरले भनिदिनु आज हजुरको स्पेसल के हो यस्तो यत्रो ठुलो पनियो लिएर के गर्नुभएको होला ए मान्छेको मासु खाने हो र आज नखाए हुन्न र हजुर के गर्दै हुनुहुन्छ यस्तो बाबा यत्रो मासु आज कसले खाने हेर्नु त गाइस के यत्रो ठुल्ठुलो मासु छ यहाँ त यो दिदीले के गर्दै हुनुहुन्छ होला ल भनिदिनु त दिदी आज के हो यसो मासु भनिदिनु त मासुको रेसिपी थोरै बोल्नु न हो दिदी किन लजाउनु भएको आज यसो बताइदिनु पर्यो लिडर भएर यसो बताइदिनु पर्यो ल ल ल किन हो र हाँसेको गर्ने ल भनिदिनु थोरै हाम्रो यो भ्लगमा आज जनता जान्न चाहन्छन्